दर्शकबिन नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल टुडे न्यूज नेपालमा। बालेन शाहलाई भारतको एजेन्ट भनेर नराम्रो बनाउन खोज्नेहरूको लागि बालेन शाहले अझै राम्रो काम गरेर देखाइदिएका छन्। काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेका 23 अर्ब मूल्य बराबरको 208 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको छ। महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन्। आफूले महानगरको नेतृत्व लिए यता अतिक्रमणमा परेका उक्त मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरी सार्वजनिक उपयोगमै ल्याउन सकेको मेयर शाहले बताएका छन्। हामी काठमाडौँ महानगरमा आएपछि 23 अरब रुपैयाँ मूल्य बराबरको 208 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ। हाम्रो लक्ष्य करिब 2 खर्ब मूल्य बराबरको 1859 रोपनी 14 आना अतिक्रमण जग्गा फिर्ता ल्याउने लक्ष्य महानगरको रहेको उनले बताएका छन्। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, पुनर्व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ। सोही नीति अनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरेका महानगरले जनाएको छ। फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुल्ला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सतल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा बढिरहेको उनले बताएका छन्। सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्राथमिकताका साथ अघि बढाउन पूर्व सचिव राम बहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानि मिचिएका 1859 रोपनी 14 आना जग्गा पुनः सार्वजनिक उपभोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्य प्रारम्भ गर्ने महानगरले जनाएको छ। त्यसका साथै बालेन शाहले यस अभियानलाई सफल पार्न महानगरभित्रका सम्पूर्ण नागरिक, सरोकारवाला, निकाय, समुदाय र संस्थाहरूलाई पूर्ण सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गरेका छन्। यस अभियानको सफलतासँगै हामीले 2 खर्ब रुपैयाँ भन्दा बढी मूल्य बराबरको सार्वजनिक र सरकारी जग्गा भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन सक्नेछौँ। हामीलाई थाहा छ यो कार्य केवल महानगरपालिकाको प्रयासले सम्भव हुँदैन, तर हामीलाई विश्वास छ सच्चा नागरिकको साथ र आवाजले यो अवश्य सम्भव हुनेछ, बालेन शाहले भनेका छन्।